कता काठमाडौँमै हो? एकदमै ठिक छ, म एकदम ठिक छ। खाना चाहिँ अघि चाउचो खाएँ, अब अहिले एकछिनमा खान्छु फेरि। चाउचो खाएर अगाइन्छ र यो रामलातमा? अब मोटाइन्छ नि त। कस्तो छ हेर्छु है, यहाँ हेर्छु अग्ले अलिकति मोटा हेर यो भद्दा यति नराम्री भन्छन्, दुब्लाउ हेर यो कङ्काल्नी भइसक्यो भन्छन्, अलिकति मेकअप लगाऊ यो कति मेकअप थोपारी कि घिन लाग्दी भन्छन्, मेकअप नलगाऊ हेर हेर्दै चुडेली जस्तै देखि भन्छन्। गर्ने त गर्ने के जिन्दगीमा बाँच्नको लागि अब हजुर भन्छ त। अब हामीले पनि ब्याकग्राउन्डमा अलिकति थोत्रो घरमा बस्छौँ यो भिखारी भन्छन्। अनि गर्नु त के अलिकति राम्रो घरमा कोठामा लाइभ बस्छौँ ए हुनी खानी भएछ ढाका गर्छन्। ए हुनी खानी भएछन् यिनीहरूलाई त हामीले फालेर यिनीहरू त बर्बादै भएछन्। गर्नु त के गर्ने के गर्ने चाहिँ डाक्टरले के भन्छ यसको बारेमा? खै आई डोन्ट नो, आई डोन्ट ह्याभ आइडिया। त्यसमा मोटाउनु पर्न पाउने है खै अचम्मै छ। तनावै के जिन्दगी त तनावै तनाव। हल्का पानी खाँदाखेरि पनि डरमा पानी खाइरहेको छु के म। पानी त मजाले खानु छ यार। अहिले पानी खाएर पनि मोटाइदियो भने टेन्सन भएन। यहाँ आएर फेरि लाइभमा गाली गरेर जानुहुन्छ। अघि दुईजनाले गाली गरेर गइसक्नु भयो। के भने? लास्ट फैलिनु भएछ दिदी म के हो यस्तो भनेर भन्नुभयो। एकजना आउनुहुन्छ छिछि दुब्लाएर कङ्काल भयो कि अब कसको कुरा पत्याउ म यहाँ। कुन दिन सिमलको फेन जस्तै भइसक्यो भन्नु बेर्खेन है। कति किलो हुनु पर्छ? कसको कुरा पत्याउ जिन्दगीमा? तपाईँ कति किलो हुनु पर्छ? अब फेरि किलो हजुरले भन्छ भने ए यो त 100 ग्राम के त्यस्तो भन्छ नि यहाँ प्लिज। 100 ग्राम? किलोको कुरा नो प्लिज, किलोको कुरा। 100 ग्राम मात्र सलाइको बट्टा पनि अठाउनु छ नि यार। गफ त साह्रै लाउनु त तपाईँ के हो पश्चिमेली मान्छे पूर्वेली जस्तो गफ लाउनु भयो। यस्तो के भनौँ यो काण्ड कसरी भएको हुँ पश्चिमे तर बसेको पुरै समाज पूर्वेली। दुईटैको गुण ममा छ। तपाईँ पूर्वेली बस्नु भएको? यस। कुन ठाउँ? हाम्रो त्यहाँ एउटा समाजै पूर्वेलीको मात्र छ, हामी त्यो ठाउँमा बस्यौँ। अनि त्यही भएर नाम त होला जिल्ला सिला इटहरी सप्तरी पुनर्वास हो। त्यहाँ चाहिँ कस्तो छ भनेपछि कदेखि ग्यासम्म छ। क गाउँ ङ गाउँ च गाउँ घ गाउँ ख गाउँ सबै छ होइन। तर बसेको चाहिँ हामी न गाउँमा हो। त्यहाँ चाहिँ हाम्रो अलि त्यस्तै समाज पूर्वेली समाज मात्रै छ। गोर्खा जस्तै रहेछ 12 किलो 13 किलो। गोर्खामा ठाउँको नाम 12 किलो 13 किलो छ नि त्यस्तै। हजुरले पनि मेरो व्यथा सुन्नु त हजुर पनि मेरो मजाक उडाउनु। के मजाक उडाउनु हो जिन्दगीमा यार? मनिरहनु भन्नु पर्यो नि त। यस्तो हुँदैन। कन्क्लुजन निकाल्नु पर्यो के कन्क्लुजन। बाहुबली 2 द कन्क्लुजन। जरा पुम्पुरमा हात लाएर बस्नु भयो तपाईँ के हो यार? हेपे नि त मलाई हेपे। कसले हेपे भन्नुहोस् त म गोली हानिदिन्छु। हान्नै पर्यो कि हान्नै पर्यो, खोजेर हान्न पर्यो। खै अघि आउनुभयो थियो अहिले कुनको लाइभमा गएर गाली गर्दै हुनुहुन्छ होला। कसले? मोटी भनेर जानुभयो मलाई मोटी। कसले मोटी भन्नु त? ठिकै भनौ ए होइन त खासै लास्ट टाइम मोटी यस्तोमा लाने यार। अनि तपाईँ सिलिङ हुनुहुन्छ यतिको मोटो राम्रो हो यार। साह्रै ठाउटी भए पनि फागुन महिनामा गोजा ढुङ्गेर खाएर हिँड्नुपर्छ। राइट हो कि नभने मेरो कुरो? राइट एकदमै राइट। साह्रै पातली भए पनि छ्याउटे बकुल्ला आयो भन्छन्। अनि मोटी भयो भने लो भैँसी आयो मतलब सिमलको फेदायो भन्छन्। त्यति साह्रै मोटी पनि म तपाईँले देख्दिनँ। राइट धेरै मोटो भयो भने झ्याउ त फेरि हेर्नुहोस् मलामीलाई भार भन्छन् फेरि। कहाँबाट मलामीसँग पुग्यो यो? धेरै मोटो भयो नि मर्ने बेलामा मलामीलाई भार भन्छन्। गर्ने के? आफ्नो इच्छाले मोड्न पाइने हाम्रो देशमा नराम्रोसँग बोल्न पाइन्छ हाम्रो देशमा। यति भयो म बाँचिरहेको छु के यहाँ अलिकति त्यो भन्नु। कसैले मोटी भन्दाखेरि तर चोरले चोर स्वीकार्न सक्छ। चोरले म चोर भन्छ तर मोटी केटी मान्छेले कहिले पनि म मोटी छु भन्दैन यार। किन हो? म त त्यस्तो चोरलाई चोर्दैन। म त मैले के चोर्यो भने म चोर हो भन्छु। मोटीको केसमा चाहिँ अलिकति डिफरेन्ट हुन्छ। भाग्यमा खाजामा रोटी र जीवन सत्य मोटी भन्ने कुरा भाग्य मान्ने मात्र पाउँछ।
म मोटी हो त्यसो भए कस्तो त्यसरी सोचिनँ नि त मैले त्यसरी सोचिनँ अहिले नाइस भाइ पोजिटिभ थिङ्क गर्नुपर्ने रहेछ म मोटी नै भन्दा हुन्छ भाग्यमानी हो अघि राम्रै भन्नुभएको थियो क्या मैले त गाली गर्नुभयो क्या भन्ने सोचेँ नि त यसरी सोचिनँ नि त मैले लोजिक अघि अरूसँग भेट हुनुपर्ने रहेछ त्यो अगाडि नै गाली त के दाउरा गर्ने अनि गाउँ जानु भने यसपालि तिहारमा गाउँ गएन नि हामी घरमा यतै थियौँ सबैजना अनि त्यही भएर यतै नै मनायौँ कति भयो कञ्चनपुर नआएको तपाईँ 1 वर्ष जति हुन आँट्यो म पनि कपिलवस्तु गएको यसपालि त हो गर्मी कतिको थियो त्यता यसपालि त भएन अब त कार्तिक लाग के गर्नु हुने हो हुन त छैन हौ त्यति खासै कसैले केही भन्ने बित्तिकै म अब ब्रदरसँग ठ्याक्क जोइन भइहाल्छु अनि थाहा होला नि बिल्कुल मलाई पनि भुडी ला भन्छ नि यार किन भुडी पनि लाग्न नहुने भुडी लाग्न नहुने अरूको केही लगाएको छ र भुडी लाग्नु जथाभावी पो लाग्नु भएन भुडी लाग्नु हामीले के केटी पठाउनु छ र हामी सिलिम भएर हिँड्ने यार अनि अब हेर्छु है भुडी सिलिम गरेर जिम गएछ त यसले त केटी पटाउनलाई यति सब गरिरहेछ नेगेटिभ थिङ्क आइहाल्छ भुडी बढाउनै पर्छ अल्छी भयो छ्या भन्छन् गर्ने के गर्ने त्यही भएर म बोलिनँ त्यही त त्यो कुराहरूलाई चाहिँ हेर्छु मान्छेले भन्छन् भन्नेले भन्दै गर्छन् बिल्कुल भन्दै गर्छन् हामी सुन्ने काम हो कान दिएका छन् दुईटा किन नत्र त यतातिरको कान त बन्द गरिदिनु पर्ने हो नि होइन दुईटै कान खुल्ला छ यताबाट सुन्ने यताबाट सरर उडाउने ल हुन्छ आजलाई छुट्याउँ खुसी लाग्यो अरूसँग भेटेर एकदम खुसी लाग्यो है पोजिटिभ भयो म धेरै धेरै धन्यवाद थ्याङ्क यू